प्रदान कार्यक्रम मिति 2083 साल 3 महिना 4 गते श्री सिद्धरत्न मावि हान्जवाङ यो कार्यक्रम उद्घाटन भएको घोषणा गर्छु।
धन्यवाद 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 सर। आजको यस प्रथम अभिभावक भेलाको सभाध्यक्ष महोदय, प्रमुख अतिथि, त्यस्तै वडा पालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरू, विभिन्न समितिका शिक्षक अभिभावक सङ्घका अध्यक्ष सभ्य र अतिथिहरू, त्यसै गरी उपस्थित यो प्रथम अभिभावक भेलामा उपस्थित हुनुभएका सम्पूर्ण अग्रज व्यक्तिहरू र विद्यार्थी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा म अभिभावकको तर्फबाट र म व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। म अति खुसी छु यो प्रथम अभिभावक भेलाले आज यस्तो निर्णय पारित गर्नेछ कि यो विद्यालय बनाउनेमा तपाईँ हाम्रो भूमिका विशेष रहनेछ। आज जस विद्यालयले पत्र लेख्दै गर्दा उपस्थित हुनुभएको छ, त्यसरी नै यो शैक्षिक सत्र नसकिँदासम्म तपाईँहरूको उपस्थिति यसरी रहनेछ, जुन कि विद्यालयले विद्यार्थीहरूका नराम्रा गतिविधिहरू गरे मार्फत तपाईँहरूलाई विद्यालय आउन अनुरोध गर्छ, तर तपाईँहरू अस्वीकार गर्नुहुन्छ विद्यालय आउन। यो खबर हामीले प्राप्त गरेका थियौँ। त्यस्तो गर्नु भने हामीले यो विद्यालय बनाउन कुनै हालतमा सक्ने छैनौँ। तसर्थ यो विद्यालय बनाउनको निम्ति 1 नम्बरमा अभिभावकको विशेष महत्त्व रहनेछ। तसर्थ अभिभावकहरू जसरी आज उपस्थित हुनुभएको छ, त्यसै गरी अन्य दिनमा पनि विद्यालयमा भएका गतिविधिहरू, नराम्रा क्रियाकलापहरूलाई
जहिले पनि सकारात्मक रूपमा लिनुहुनेछ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। त्यसै गरी अभिभावक ध्यानपूर्वक सुन्नुहोला विद्यार्थीहरूले, आजको यो शैक्षिक सत्र 2083 को प्रथम अभिभावक भेलाका अध्यक्षज्यू, आजको कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी गाउँपालिका वार्ड नम्बर 5 का वडा अध्यक्षज्यू, त्यसै गरी अतिथिको आसन ग्रहण गर्नुभएका त्रिवेणी गाउँपालिका वार्ड नम्बर 5 का वडा सदस्यज्यू, त्यसै गरी मञ्चमा आसन ग्रहण गर्नुभएका शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, यो हाम्रो निम्तालाई स्वीकार गरेर आजको यो प्रथम भेलामा उपस्थित हुनुभएका हाम्रा आदरणीय अभिभावकज्यूहरू, सहकर्मी मित्रहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम म यहाँहरू समक्ष मेरो व्यक्तिगत तर्फबाट र यो विद्यालयको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। स्वीकार गर्नु, नमस्कार। विशेष गरी यो शैक्षिक सत्र सुरु भएको करिब हामी 2-2.5 महिनापछि प्रथम अभिभावक भेला गर्दैछौँ। यो अभिभावक भेलामा यहाँहरू जसरी उपस्थित हुनुभएको छ, यो उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकज्यूहरूलाई सर्वप्रथम म एकदम विद्यालयको तर्फबाट मोरी धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यहाँहरू यस्तै यो हामीले आह्वान गरेको भेलामा उपस्थित भएर हार्दिकतापूर्वक आफ्नो कुरा राख्नुहुनेछ भन्ने मैले आशा गरेको छु। म अभिभावकज्यूहरू, विशेष गरी यहाँहरू सबैलाई थाहा छ, हाम्रो विद्यालयको सबै कुरा यहाँले बुझ्नु भएको छ। सम्भवतः देश अहिले युवाको काँधमा गएको छ, युवा पङ्क्तिले देश चलाइराखेको छ। हाम्रो प्रधानमन्त्रीज्यू पनि युवा हुनुहुन्छ, मन्त्रीज्यूहरू युवा हुनुहुन्छ। अब यो विद्यालय चलाउने जिम्मा पनि युवाको हुनुपर्छ। मैले योभन्दा अगाडि यही मञ्चमा आएर आफ्नो भनाइ राख्ने अभिभावकको भनाइप्रति सहमत जनाउन चाहन्छु। किन भन्दाखेरि यो विद्यालय चलाउने भन्ने कुरा एउटा विद्यालयको शिक्षकले मात्रै सक्दैन, यसको पछाडि धेरैको हात हुनुपर्छ। यहाँहरू अभिभावकज्यूहरू यो लाइनमा लाग्नुपर्छ र खगेन्द्रजीले भनेको जस्तै आफ्नो तर्फबाट गर्नुपर्ने कम्तीमा त्यो क्रियाकलाप अभिभावकज्यूले गर्नुपर्छ। र म ती कुराहरूले अत्यन्त गम्भीर पनि भएको छु। विद्यालय परिवारको तर्फबाट गर्नुपर्ने बाँकी काम यहाँले जे देख्नु भएको त्यो बोल्नु भएको कुरालाई पनि म ग्रहण गर्न चाहन्छु र म सम्पूर्ण विद्यालय परिवारलाई पनि अब हामी आइन्दा दिनमा हाम्रो तर्फबाट गर्ने कर्तव्य कम्तीको कुरा गरिराखेका छौँ। केही नपुग भएको बारेमा फेरि जे कुरा अभिभावकले उठाउनु भएको त्यसमा हामी लाग्नुपर्नेछ, लाग्नुको निम्ति आह्वान गर्न चाहन्छु। अर्को कुरा, हामी शैक्षिक सत्रको सुरुवाती चरणमा छौँ। सुरुवाती चरणमा हामीले एउटा अभिभावकज्यूहरूलाई आर्थिक रूपमा सपोर्ट गर्ने प्रकारको कार्यक्रम पनि हामीले आज जोड्दैछौँ। विशेष गरी म यो मञ्चबाट म स्मरण गर्न चाहन्छु स्वर्गीय मिलन खड्गालाई, जसको कारण हामी आज यो बेलासम्म करिब धेरै शीर्षकहरूमा हामीलाई उहाँले मृत्युवरण गर्नुभएको कम्पनी WJ कम्पनीबाट हामीलाई विद्यालयको सपोर्टमा धेरै भनौँ न सहयोग प्राप्त भएको छ। म यहाँलाई सम्मान गर्न चाहन्छु र यो मञ्चबाट म स्वर्गीय मिलन खड्गाज्यूलाई पनि स्मरण गर्न चाहन्छु। उहाँको यो मृत आत्माले चिर शान्तिको कामना पाओस् भन्न चाहन्छु। उहाँको परिवारहरूमा पनि म धैर्य धारण गर्ने क्षमता मिलोस् भन्न चाहन्छु। किन भन्दाखेरि हामीले विशेष गरी हाम्रो कल्पनाभित्र यो कुरा थिएन, हामीले सोचेका पनि थिएनौँ हामी यो ठाउँमा पुग्छौँ भन्ने कुरा, हामीले यसरी कम्पनीले सपोर्ट गर्छ भन्ने कुरा हाम्रो दिमागभित्रै थिएन। चान्सवश उहाँको छोराछोरी हाम्रो विद्यालयमा, छोरीहरू हाम्रो विद्यालय पढ्न आए पश्चात छोरीहरूको पठन पाठको बारेमा हाम्रो विद्यालयमा कम्पनीबाट हेर्न आइसकेपछि हाम्रो विद्यालयको सबै गतिविधि कम्पनीको एकाउन्टेन्ट सबै हेर्नुभयो, हेरेर जानुभयो। गइसकेपछि उतैबाट हामीलाई फोन गर्नुभयो, तपाईँको विद्यालयमा हामी केही सपोर्ट गर्न चाहन्छौँ, तपाईँहरूले प्रस्तावना पेस गर्नुहोस् भन्नुभयो। हामीले सुरुमा भनेका थियौँ हामीले पेस गर्ने भनेको एउटा फन्ड बनाइदिनुहोस्, प्रत्येक वर्ष हामी मिलन खड्गाको नाममा त्यो फन्ड चलाउँछौँ र विशेष गरी अब एउटा शीर्षक बनाएर अपाङ्ग, अशक्त, गरिबीको रेखामुनि भएका विद्यार्थीहरूको निम्ति, अभिभावकको निम्ति त्यो फन्ड खर्च गर्छौँ भन्ने हाम्रो मौखिक रूपमा त्यो कुरा भएको थियो। तर त्यो कुरा उहाँले मान्नु भएन। त्यसमा लगायो भने यो दुरुपयोग हुन्छ, त्यसकारण त्योभन्दा अरू केही तपाईँहरू पेस गर्नु भनेपछि हाम्रो विशेष गरी यो काममा खट्नुहुने श्याम सर लगायत हामी सबै स्टाफले सल्लाह गरेर एउटा प्रस्तावना पेस गऱ्यौँ। जुन प्रस्तावना स्वीकृत भएर आयो र त्यो प्रस्तावना मुताबिक हामीले आज त्यो कार्यक्रमलाई जोड्दैछौँ। यसको मतलब
WG कम्पनीबाट हामीलाई सहयोग भएको जुन कुरा छ अहिलेसम्म विभिन्न सेसनमा हामीलाई 9,60,520 रुपियाँ प्राप्त भइसकेको छ। यो वर्षभरिमा आउने सबै एमाउन्टलाई हामीले गणना गर्ने बेलामा कम्तीमा 21,50,000 रुपियाँ प्रत्येक वर्ष हामीलाई त्यो फन्ड आउने गर्छ र यो 5 वर्षमा हामीले सम्झौता गरेका छौँ। 5 वर्षभित्र यो रकम निरन्तर रूपमा आउने हो। त्यसमा फेरि हामीहरूको केही शर्त पनि छ। एकलौटी रूपमा कम्पनीले मात्रै हामीलाई रकम दिएको छैन, त्योभित्र हामीले पनि पुरा गर्नुपर्ने शर्त छन्। त्यो पुरा गर्नुपर्ने शर्त भनेको एक्लै विद्यालयले मात्रै गर्ने, अभिभावकले मात्रै गर्ने भन्ने छैन। यसमा विद्यार्थी, अभिभावक, विदेश र विद्यालय परिवारको संयुक्त हातवालाबाट मात्रै सम्भव छ। त्यो भनेको सबैभन्दा मेन कुरो के छ भन्नुहुन्छ भने पढाइको गुणस्तरलाई कसरी माथि लग्ने। हामीले प्रत्येक वर्ष हाम्रो विद्यालयको पढाइको रिपोर्टलाई हामीले कम्पनीसम्म पुर्याउनु पर्ने हुन्छ। स्तर पहिले कहाँ थियो अहिले कहाँ पुग्यो भन्ने रिपोर्ट हामीले पुर्याउनु पर्ने हुन्छ। तद अनुरूप कम्पनीले पनि हामीलाई महाविद्यालयमा एकजना र आविद्यालयमा एकजना फुल सेलेरीमा तलब पाउने गरी शिक्षक व्यवस्था गरेको छ। उहाँहरू पनि हाम्रो विद्यालयमा विगत 1 महिना 1.5 महिनादेखि हाजिर हुनुहुन्छ र आफ्नो काममा लाग्नु भएको छ। अब यो पढाइलाई कसरी अगाडि बढाउने, पढाइको गुणस्तरलाई कसरी राम्रो बनाउने भन्ने बारेमा यो अभिभावकले पनि चिन्ता गर्ने विषय बनेको छ। हामीले केही प्लान बनाउँछौँ, त्यो प्लान अभिभावकज्यूहरूले अनुमोदन गर्नुपर्ने, स्वीकृति गर्नुपर्ने हुन्छ र त्यो प्लान अनुसार यहाँ लाग्नु भएन भनेपछि हामीले त्यो कम्पनीबाट आएको पैसालाई हामी अहिले रहर मानेका छौँ। 1 वर्षपछि, 6 महिनापछि, 1.5 वर्षपछि त्यो फिर्ता हुन पनि सक्छ। त्यो छ। त्यस कारणले गर्दा यहाँहरूलाई पनि हामीले केही कुरामा आज हामी कमिटमेन्ट गराउँदैछौँ, यहाँहरूलाई पनि हामीले केही कुरामा हस्ताक्षर गराउँदैछौँ। त्यो भनेको विशेष गरी विद्यार्थीहरूको पठन पाठनसँग जोडिएको कुरा नै हो, त्योभन्दा अन्यथा केही पनि होइन। यहाँहरूले यो कुरामा लाग्नुहुनेछ। यति मात्रै होइन, यहाँहरू आगामी कारण हामीले अबका दिनमा आगामी दिन गर्नुपर्ने कुरा के बनाएका छौँ भने अस्ति कम्पनीबाट दोस्रोचोटि एकजना व्यक्ति फेरि यो हामीले सम्झौता गरे अनुसारको रकम विभिन्न स्थानमा दिनको निम्ति आउनुभयो, स्कुलमा आउनुभयो। आइसकेपछि हामीले कक्षामा उहाँलाई भिजिट गऱ्यौँ, प्रत्येक कक्षा कोठामा उहाँ जानुभयो। गइसकेपछि उहाँले सबै विद्यार्थीको अवस्था हेर्नुभयो। कतिपय विद्यार्थीले जुत्ता लगाएको छ, कतिपयले चप्पल लगाएको छ, झिलिमिली छ, कतिपयले अब विभिन्न अवस्थामा छ। उहाँले सबै क्लास हेरिसकेपछि र विद्यार्थी जोडेर हामीले आफ्ना माग राख्यौँ। एकैचोटि आएर त्यो भिजिट गर्ने बित्तिकै उहाँले के भन्नुभयो भनेपछि उहीँबाट उहाँको बोसले त्यो खेलकुदको सामग्री तत्काल आज नै त्यहाँको स्टाफलाई लगेर दाङमा गएर के अरे सम्बन्धित ठाउँमा गएर विद्यार्थीहरू लिएर दिनुहोस् भन्नुभयो। अब सामान्य कुरा विद्यार्थी राख्ने बित्तिकै उहाँको मध्ये त्यसको पग्ल्यो र त्यसै दिन श्याम सर त्यही गाडीमा गएर भोलिपल्ट श्याम सरलाई रु 20,650 बराबरको खेलको सामग्री श्याम सर लिएर हाम्रो के अरे जीवन सर लिएर आउनुभयो र हाम्रो विद्यालयमा त्यो खेलकुद गतिविधि चलिराखेको छ। अर्को कुरा उहाँले त्यो विद्यार्थीको अवस्था, जुत्ता नलगाएको विद्यार्थी, चप्पल लगाएको विद्यार्थी, चप्पल पनि च्यातेको विद्यार्थी, त्यस्तो विद्यार्थीको अवस्था हेरेपछि यहाँ त यस्तो प्रकारको रहेछ, विद्यार्थी जुत्तै लगाएको छैन भन्ने कुरा पनि राख्नु। अर्को कुरा हामीले नास्ताको बारेमा नेपाल सरकारबाट 1 देखि 5 कक्षासम्म प्रदान हुने रु 20 बराबरको नास्ता छ। हामीले त्यो दिन नास्तामा पनि उहाँलाई जोडेका थियौँ। ठुलो विद्यार्थीले रु 40 बराबरको नास्ता खान्छ, सानो विद्यार्थीले 20 बराबरको नास्ता खान्छ। त्यो कुराले पनि उहाँको मन छुयो। त्यसपछि उहाँले सोचै आफ्नो पोषण पुरा गर्नुभयो। यहाँ त विभेद रहेछ, हामीले दिएको विद्यार्थी 40 बराबरको धेरै नास्ता खान्छ, अरू विद्यार्थी 20 बराबरको थोरै नास्ता खान्छ। हाम्रो तर्फबाट गर्न सक्ने के छ भन्ने कुरा राखेपछि तत्काल उहाँले कुरा राख्ने बित्तिकै त्यसलाई पनि हामीले तपाईँ त्यो सबै रिपोर्ट लिएर आउनुहोस्, हामी त्यसलाई सम्बोधन गरौँला भनेर 1 देखि 10 क्लाससम्म पढ्ने विद्यार्थी 40 बराबरको नास्ता हामीले खुवाउने गरिराखेका छौँ। र यो जुत्ताको कुरा पनि उहाँले 1 सेट जुत्ता र 1 सेट मोजा तत्काल उहाँबाट त्यो बाबत पनि रकम आइसकेको छ। र लुम्बिनी फेसन हाउस भराइमा यो बराबरको रकम कति छ भन्नुहुन्छ भने भर्खरै हामीले उतैबाट राखिसकेको छ बनाएका छौँ। किन भन्दा कम्पनीले दिइसकेपछि यहाँहरूले पनि केही न केही लगानी गर्नुपर्ने हुन्छ। यसमा यहाँले अन्यथा रूपमा नलिनु होला। कतिबेला लाग्न सक्छ कम्पनीले दिएको जुत्ता होइन र किन हो यो भन्ने कुरा आइराखेका छन्। त्यो यहाँले बुझ्न जरुरी छ। कम्पनीले दिएको हामीलाई कालो जुत्ता मोजा जो हामी वितरण गर्दैछौँ, सेतो जुत्ता मोजाको लगानी हामीले गर्नुपर्ने भएको छ र अब जाने बेलामा हाम्रो पसलमा आइसकेको छ। यहाँहरू किनेर जानु होला र आइतबार सोमबारदेखि हामी अब नियमित रूपमा सबै विद्यार्थी ड्रेसमा ल्याउने
प्लान बनाएका छौँ त्यो कुरामा यहाँले सहयोग गर्नुपर्नेछ। मैले यो विषयमा यति कुरा राखेँ र अब यहाँहरू पनि विगतको जस्तो अब के छ कसो छ वास्ता नगर्ने, विगतको जस्तो अब आफ्नो विद्यालयको बारेमा सरकारले राख्ने केही विद्यालयको सम्बन्धित कुराहरूलाई पनि गर्दै नगर्ने भन्ने होइन। हामीले विदेशबाट आएको यो फन्डलाई हामीले जोगाउनु पनि छ। हाम्रो विद्यार्थीको पठन पाठन स्तरलाई हामीले माथि लैजानुपर्ने पनि छ। हामीसँग धेरै चुनौती भएको कारणले गर्दा यहाँहरू सबैले आजको मितिदेखि कम्तीमा पनि पठन पाठनसँग सम्बन्धित कुरामा जुटिनुहुनेछ। त्यो कुरा मैले यहाँलाई अवगत गराएँ। अर्को कुरा यहाँहरूको विद्यार्थी हामीले स्टेसनरी सामान पनि दिइसकेका छौँ, यहाँले अवगत गराए। अब हामीले गर्नुपर्ने काम के हो अभिभावकको तर्फबाट गर्नुपर्ने कुरा के हो त भन्दाखेरि म यहाँलाई अवगत गराउन चाहन्छु। हामीले WJ कम्पनीबाट राखेका 2 जना सरहरूलाई हामीले सुरुमा परीक्षामा बस्नुभन्दा पहिला हामीले एउटा कुरामा हामीले प्रतिबद्ध बनाएका छौँ। हामीले उहाँहरूलाई के भनेका छौँ भने तपाईँहरूले पठन पाठन गर्ने विषयको कम्तीमा पनि एउटा विषय कक्षा 8 र कक्षा 10 को सन्दर्भमा एउटा विषयमा तपाईँले अतिरिक्त क्लास केही पैसाले गर्नुपर्ने हुन्छ भनेर हामीले भनेका छौँ। हामीले अब तत्काल हामीले सोमबारबाट विद्यालयमा आउने कुरा एकदम कम छ, कहिले पनि आउनु हामीले बोलाउने बेला मात्रै आउनुहुन्छ। पहिले आजको यस्तो महत्त्वपूर्ण बैठक छ, त्यो बैठकमा म त आउन भ्यान्न, अब जे गर्नु त्यो निर्णय म मान्छु भन्ने प्रकारको पनि फोन गर्नुभएको थियो, तर मैले मानिनँ। आजको भेलामा तपाईँहरू आउनु भएन भनेपछि हामी दुःखी हुनेछौँ। तपाईँहरू आउनै पर्छ भनेको छु मैले। कति आउँछ कति आउनु हामीले रेकर्ड राख्नेछौँ, किन भन्दा यो भेलाको रेकर्ड हामीले उताको के अरे WJ कम्पनीमा पनि पठाउनु पर्ने भएको कारणले गर्दा मैले यति कापेर दिएको। अन्य अवस्थामा यहाँहरू कहिले इमर्जेन्सी पर्ने बेलाको अवस्थालाई हामीले छोडेका पनि छौँ। त्यसकारण तपाईँहरूले जन्माएको सन्तान, तपाईँहरूले के अरे हुर्काएको सन्तान हामी कहाँ पठाउनु भएको छ, हाम्रो तर्फबाट गर्ने कुरा हामी गरिराखेका छौँ र यहाँहरूले पनि आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने कर्तव्य गर्न जरुरी छ। अब यो बेलामा के छ भने धेरै अभिभावकहरू कम्तीमा पनि सानो कक्षाको विद्यार्थी आफ्नै घरमा पढाउने हैसियतमा हुनुहुन्छ। यसो मतलब यहाँहरू पनि कक्षामा कम्तीमा 9-10 क्लास पढेको अभिभावक घरमा कोही न कोही यहाँहरूको छ। तपाईँले सानो बच्चाको जग बनाउने कुरामा तपाईँहरू पनि लाग्नुपर्ने हुन्छ, हामी पनि लागिरहेका छौँ। यो कुरामा यहाँहरू ध्यान दिनको निम्ति म अनुरोध गर्न चाहन्छु। अर्को कुरा यो छात्रवृत्ति सन्दर्भमा मैले कुरा गरेँ। विगतका वर्षहरूमा व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यालय परिवार प्रतिबद्धता जाहेर गर्दछौँ। नम्बर 1 मा प्रत्येक दिन हाम्रा बालबालिकालाई समयभित्र विद्यालय आइपुग्ने गरी सरसफाइ गरी विद्यालय पठाउनेछौँ। नम्बर 2 मा विद्यार्थी बिदामा बस्नु परेमा विद्यालयमा सूचना गरेर मात्र राख्नेछौँ। नम्बर 3 मा विद्यालयका लागि आवश्यक पर्ने शैक्षिक सामग्री चेक गरी पठाउनेछौँ। नम्बर 4 प्रत्येक दिन आफ्ना बालबालिकासँग पठन पाठन तथा अन्य सकारात्मक विषयमा सँगैपछि छलफल गर्नेछौँ। नम्बर 5 मा विद्यालय र घरमा मोबाइलको गलत प्रयोग र गलत साथीसँग सङ्गत गर्न दिने छैनौँ। नम्बर 6 मा विद्यालयले दिएको गृह कार्यबारे बालबालिकासँग चासो राखी अगाडि बढ्नेछौँ। नम्बर 7 मा विद्यालयले आयोजना गरेको भेला छलफल गोष्ठीमा सक्रिय सहभागी जनाउनेछौँ। नम्बर 8 मा आफ्नो बालबालिका अनुशासन बाहिर जान दिने छैनौँ। अनुशासन र पठन पाठन विषयमा विद्यालयले चालेको कदमलाई स्वीकार गर्नेछौँ। नम्बर 9 मा विद्यालय आउने जाने समयको ख्याल गरेर बेलैमा विद्यालय आउने र घर जाने गरे नगरेको जानकारी लिनेछौँ। नम्बर 10 मा प्रयोगात्मक नम्बर दिँदा जम्मा 25 पूर्णाङ्कमा 10 अङ्क अभिभावक भेला मार्फत दिइने हुनाले प्रति बैठकहरू 3 अङ्कको दरले दिइने अङ्कमा सहमत छौँ। नम्बर 11 मा केही विद्यार्थीको हाजिरी एकदमै कम छ, यदि विद्यालय खुलेको जम्मा दिनको हाजिरी 75% नपुगी परीक्षामा केही बाधा भएमा स्वयं जिम्मेदारी हुनेछौँ। नम्बर 12 मा विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षाका लागि तोकिएको शुल्क बुझाउनेछौँ। नम्बर 13 मा विद्यालयसँग सम्बन्धित विषय विद्यालयमा आएर शिष्टतापूर्वक राख्नेछौँ। नम्बर 14 मा समयसम्म विद्यालयमा आई आफ्ना बालबालिकाको पठन पाठनका बारेमा बुझ्नेछौँ भनेर एउटा जम्मा 14वटा प्रतिबद्धतामा यहाँहरूले साइन गर्नुपर्ने हुन्छ। यो प्रतिबद्धता पत्रमा साइन गर्नुहोला। सम्भवत यो प्रतिबद्धतालाई यहाँहरूले अनुमोदन गर्नुहुनेछ। यसमा थप्नुपर्ने के आवश्यक छ भने हामीलाई लेखेर दिनुहोस्, हामी थपेर यसलाई अगाडि बढाउने कुरा अवगत गराउन चाहन्छु। मैले यति वाटर कंपनी विद्यार्थी भाइ बहिनीहरूलाई अभिभावक सहित भाइ बहिनीहरूलाई
हेरेको छ यहाँ पक्का जो कम्पनी ग्राउन्ड वाटर कम्पनी गएको बेला उहाँको देहान्त भएको थियो। त्यसैले गर्दा उहाँका सम्झना बहिनीहरूलाई यसरी एकछिन अब छाट अहिले हातमा नदिन्छ सबले अगाडि राख्ने Then that all about school uniform, stationery items which are distributed already. So almost of the students are very happy now. I can see guest, special guest, attended guardian, principal, vice principal, teacher and all of my friends. Good afternoon and namaste to all. Today I am going to very glad because career opportunity given to me to express support in front this parents meeting from this WJ ground water Middle East and Land Training LLC is going to associate in money sector student in uniform log class launch from class ECD to 10 teacher support stationery item, sport item and educational tour and so on in our school. We hope that us same way from the seat of the office for local government will manage the budget will our school in different topics like constructing beautiful garden in school and student support in the extracurricular activities. And now, due to the lack of time, now I would like to stop my short speech here. Thank you. बेन्चमा बस्दै गर्दा हाम्रा अग्रजहरू यस्तै हामी बसे चाहिँ मञ्चमा बस्नुहुन्थ्यो, उहाँहरू बोल्नुहुन्थ्यो, भाषण गर्नुहुन्थ्यो र यो के होला ठुलाठाली मान्छे माथि बस्ने हामी तल ताली पिट्ने के होला जस्तो लाग्थ्यो। यहाँहरूलाई थाहा छ यहाँहरूको घरमा प्रत्येक घरमा गाग्रो हुन्छ र लोटा हुन्छ
पानी सार्दाखेरि जहिले भए पनि गाग्रो माथि हुन्छ लोटा तल हुन्छ। सायद कतिपयको घरमा फिल्टर पनि होला, फिल्टर जहिले पनि माथि हुन्छ, अनि गिलास र पानी ढास्ने भाँडो तल हुन्छ। योबाट के प्रश्न हुन्छ, म यो बुझ्दै जाँदा योबाट के प्रश्न हुन्छ भने दिने व्यक्तिहरू जहिले पनि माथि हुन्छ, लिने व्यक्तिहरू तल हुन्छ। दिने व्यक्ति भाँडो माथि हुन्छ, लिने भाँडो तल हुन्छ। यहाँ उपस्थित भाइ बहिनीहरू पनि भोलि यो समाज हाँक्ने हाम्रो कर्णधार हुनुहुन्छ। वडा अध्यक्ष, महिला सदस्य, विदेश अध्यक्ष, यहाँका पर लगायत सबै अनुहारहरू यहीँबाट आउँछ। हामीले यहाँहरूको नेतृत्व विकासको लागि हामीले प्रत्येक विद्यालयमा बाल क्लबको गठन गरेका छौँ। वडा बाल सञ्जालको वडा बाल क्लब सञ्जालको गठन गरेका छौँ। त्यो नेतृत्व विकासको लागि हो। म यहाँ उपस्थित अभिभावकज्यूहरूलाई पनि के आग्रह गर्न चाहन्छु भने सायद यहाँहरूको योगदानको कारण हामी यो मञ्चमा आउन पाएका छौँ, बोल्न पाएका छौँ। र सीमित स्रोत साधनको बावजुद हामीले यहाँहरूका मागहरूलाई सम्बोधन गर्न प्रयत्न गरिराखेका छौँ। र भनिन्छ, हामीले अभिभावकहरूले भन्ने गर्छौँ, टिचरहरूले होमवर्क दिनु भएन, राम्रो पढाउनु भएन, हाम्रो बालबालिकाहरू बिग्रिए भनेर हामीले गुनासो गर्ने गर्छौँ। तर पहिलो गुरुबा गुरुआमा भनेको केटाकेटीलाई जन्म दिने भगवान रूपी बुबा आमा हुनुहुन्छ। पहिलो विद्यालय भनेको, पहिलो पाठशाला भनेको घर हो। दोस्रो गुरुबा गुरुआमा भनेको विद्यालयमा पढाउने शिक्षक शिक्षिका हुनुहुन्छ। दोस्रो पाठशाला भनेको विद्यालय हो। र हामीले के ख्याल गर्नुपर्छ भने हाम्रा विद्यार्थीहरूलाई कस्तो संस्कार सिकाउने, हाम्रा बालबालिकाहरू सही समयमा विद्यालय गए कि गएनन्, उहाँहरूको सङ्गत कस्तो छ, साथी कस्तो छ, त्यो संस्कार सिकाउने हाम्रो अभिभावकको कर्तव्य हुन्छ। केवल विद्यालय त एउटा रुट गाइडर हो, नजानेको कुराहरूलाई सिकाउने हो। हामीले अभिभावकहरूले यो भावनाले पनि बालबालिकाहरूको लागि खर्च गर्ने हामीले कन्जुसै नगरौँ। हामीले फलानुले यस्तो गर्यो, ढिस्कानुले यस्तो गर्यो भने कसैलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि हामी सबै मम भएर अगाडि बढ्यौँ भने पक्कै पनि यो स्कुललाई समृद्धिको बाटोतिर अगाडि बढाउन हामी सक्छौँ। यहाँहरूलाई थाहा छ, हामी निर्वाचित भएर म आएको 10 वर्ष भयो, अरू हाम्रा सदस्यहरू आएको 5 वर्ष भयो। म आउँदै गर्दा 74 सालमा म आउँदै गर्दा यहाँहरूलाई थाहा छ, गाउँपालिकाको केन्द्रमा एउटा विद्युतको पोल पनि थिएन। वर्षाको याममा पानी पर्यो भने निगाल पानी कपुरकोटबाट यता गाडी आउँदैन थियो। किसानहरूले गहुँ दाउनको लागि बर्खायाममा कहिले गहुँका मुठा भित्र गराउनु पर्थ्यो, कहिले बाहिर गराउनु पर्थ्यो। विद्यालयको भवन यहाँ कच्ची मात्रै थिए। सायद हामीहरूको टिमले नै यो विकास गरेको, मैले मात्रै भन्दा पनि हामी जति सक्यो परिणाम आउने हिसाबले हामीलाई कुनै पनि एक पैसा पनि दायाँ बायाँ नगरेर हामीलाई खाना पुगेकै छ, लाउन पुगेकै छ। हामीलाई व्यक्तिगत कुनै स्वार्थ छैन। मलाई भन्नुपर्दा मेरो छोरालाई जागिर खुवाउनु छैन, छोरीलाई जागिर खुवाउनु छैन। उनीहरू आफै सेटल भइसकेका छन्। हामीले सबैले समान रूपले हेर्छौँ। हामीले आस्थाको हिसाबले कोही माओवादी, कोही काङ्ग्रेस, कोही रासपा भन्दैनौँ। हामीले समान हिसाबले सन्तुलित विकास गरेका छौँ। हरेक टोल बस्तीमा एउटा आस्था भएको मान्छे मात्रै हुँदैन, सबै मिश्रित हुने गर्छ। मलाई के थाहा छ भने कुनै पनि व्यक्ति आस्थाको हिसाबले भन्दा ऊ व्यवहारले नजिक हुने गर्छ। यहाँ समाजवाद, साम्यवादको पाठ पढाएर त्यो हामीतिर आउँदैन। र हामीले त्यति राम्रो व्यवहार गऱ्यौँ भने त्यो व्यवहारप्रति प्रभावित भएर ती व्यक्तिहरूलाई मान्ने अधिकांश व्यक्तिहरू हुनुहुन्छ।
र यहाँ बाल क्लबका भाइ बहिनीहरू हुनुहुन्छ, आमा समूहका हुनुहुन्छ, कतिपय विदेश हुनुहुन्छ, कतिपय वन समितिमा आबद्ध व्यक्तिहरू हुनुहुन्छ। कुनै पनि राम्रो काम गर्नलाई गाउँपालिका अध्यक्ष हुनै पर्दैन, वडा अध्यक्ष हुनै पर्दैन। उसले सम्हालेको जिम्मेवारी कस्तो वहन गरेको छ, कस्तो पारदर्शिता काम गरेको छ भन्ने कुरालाई नि महत्त्व राख्ने गर्छ। म पनि सुरुमै वडा अध्यक्षको हिसाबले आएको होइन। म पहिले नेर्पा बजार व्यवस्थापन समितिको अध्यक्ष हुँदै जनजागृति माध्यमिक विद्यालयको विवेश अध्यक्ष हुँदै त्यो अवस्थामा पुगेको हुँ र म धेरै पटक जनजागृति माविको विद्यालय व्यवस्थापन समितिको पनि अध्यक्ष भएँ। भोलि यहाँहरू मध्येबाटै विवेश अध्यक्ष, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष सबै यहाँहरू हो। यहाँहरूले म विद्यार्थी भाइ बहिनीहरूलाई के अनुरोध गर्न चाहन्छु भने जुन विद्यार्थीहरूले अहिले 8 घन्टा 5 घन्टा 6 घन्टा मिहिनेत गरेर पसिना बगाएर पढ्नुहुन्छ, उहाँहरूको भविष्य उज्जवल हुन्छ। उहाँहरूको जीवनमा 5 घन्टा 6 घन्टा 4 घन्टा काम गरे पनि बसी उहाँहरूको जीवन सुखमय हुन जान्छ। तर जुन विद्यार्थीहरूले अहिले 2 घन्टा पनि पढ्नुहुन्न, गफ मात्रै लगाउनुहुन्छ, मोबाइल मात्रै हेर्नुहुन्छ, उहाँहरूको जीवन दिनमा 12 घन्टा 16 घन्टा काम गरेर पनि गुजारा चलाउन नसक्ने अवस्था सिर्जना हुन सक्छ। किनभने समय अत्यन्तै बलवान छ। यो समयलाई सदुपयोग गर्न लगाउने जिम्मेवारी हामी सबैको, अभिभावकको हो, टिचरको हो, सबै लाग्यो भने अवश्य नै बालबालिकाको भविष्य भन्ने गर्छ। जब अगाडि मैले यो प्रतिबद्धता पत्रमा यो बाल विवाह भन्ने कुरो न्यूनीकरण नहुने बाल विवाहलाई तिरस्कार गर्नेछौँ भनेर प्रतिबद्धतामा हस्ताक्षर गराउनलाई मैले भनेको छु। चाहे टोल विकास संस्था मार्फत हामी बस्ती स्तरका योजनाहरू सङ्कलन गर्न आउँदा यहाँका सबै अभिभावकहरूलाई हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएका छौँ। बाल विवाह हामीहरूको एउटा दुश्मनै हो। सुरुमा त राम्रो खानदानको ज्वाइँ भेट्यो भने, राम्रो खानदानको बुहारी भेट्यो भने हामीले विवाह भएको छ भनेर कहीँ सुईको दिँदैनौँ। तर हाम्रो अहिले मन परेको ज्वाइँ छ, मन परेको माइती छ भने हामीले गाउँपालिकामा न्यायसँग त यहाँ त बाल विवाह गर्नु छिटो भनेर यहाँ पकाउनु पर्यो भन्न जान्छौँ। यसको त्यो कमजोरी हामीमा छ। हामीले के भन्छौँ, केटाकेटी पहिले सुरुमा के भन्नुहुन्छ भने हामीलाई 2 जना नबनाइदिन्छ, घर नपठाउने, हामी त आत्महत्या गर्छौँ भन्नुहुन्छ। तर ढिलो चाँडो त घरै पठायो भने उहाँहरूले आत्महत्या गर्नुहुन्छ। त्यो इतिहास हाम्रै वडामा घटेको छ। तर अलि पछि के भन्नुहुन्छ भने उहाँहरूको उमेर चिपिँदै जान्छ, उहाँहरूको बिचमा मनमुटाव हुँदै जान्छ। त्यो घरमा पठाएर त हामी सुसाइड गर्छौँ, त्यहाँ पठाएर म मर जान्छु, त्यसलाई ल्याउने हो त मर जान्छु भन्छौँ। फेरि पहिले नपठायो भने मर्ने, पछि त्यहाँ पठाए मर्ने। हेर्नुहोस् केटाकेटी पारा। यसले गर्दा बालबालिकाको भविष्य डामाडोल हुने गर्छ। यसमा हामी अभिभावक पनि जिम्मेवार हुनैपर्छ। बालबालिकालाई सचेत बनाउने जिम्मेवारी हाम्रो हो। हामीले कम्तीमा पनि 20 वर्षसम्म बालबालिकाको पढाइ लेखाइमा भविष्यमा ख्याल गऱ्यौँ भने उहाँहरूलाई हामीले केही गर्नै पर्दैन। उहाँहरूको भविष्य आफै निर्धारण गर्नुहुन्छ। र म यहाँहरूको बिचमा धेरै कुराहरू राख्दैन, धेरै कुराहरू त अगाडि पनि राख्नु सक्नुभएको छ। म अन्तिममा यो कार्यक्रममा बोलाएर यहाँ केही मागहरू पनि राख्नु भएको छ। त्यो मागको बारेमा हामीले वडा समितिको बैठकबाट योजना छनौट गर्दा त्यसलाई हामीले हेर्नेछौँ, सकेसम्म त्यसलाई सम्बोधन गर्न प्रयत्न गर्नेछौँ। र म अन्तिममा त्यो कार्यक्रममा बोलाएर मलाई प्रमुख अतिथिको सिट आसन ग्रहण गराएर केही शब्द बोल्ने अवसर दिएकोमा म आयोजकलाई वडाको तर्फबाट, सिङ्गो गाउँपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद दिँदै आभार प्रकट गर्दै यो सिद्धरत्न माविका विद्यार्थीहरू सङ्ख्यात्मक हिसाबले कम भए पनि गुणात्मक हिसाबले धेरै अग्रपङ्क्तिमा हुनुहुनेछ र यहाँको हरेक हिसाबले विकास हुनेछ। त्यो शुभकामना दिँदै मेरो भनाइ टुङ्ग्याउँछु। हस्त नमस्कार।